नमस्ते, म डाक्टर सुयोग मैनाली है। पुरुषहरूको स्तन बढ्ने समस्यालाई चाहिँ गाइनेकोमास्टिया भनिन्छ। अब यो दुई प्रकारका हुन्छन्। एउटा चाहिँ स्युडो गाइनेकोमास्टिया भनिन्छ, जसमा चाहिँ यो चेस्ट एरियाको बोसो मात्रै बढेर बोसो जम्मा भएर अलि ठुलो स्तन देखिने, त्यसलाई चाहिँ स्युडो गाइनेकोमास्टिया भनिन्छ भने जुनमा चाहिँ भित्रको ग्ल्यान्डुलर कम्पोनेन्ट नै बढेर हाइपरट्रोफी भएर ठुलो भएर पफी निपल्स होइन, अनि यो एरिया पुक्क उठेको जस्तो त्यो भयो भने चाहिँ त्यो चाहिँ प्रपर गाइनेकोमास्टिया भनिन्छ। अब यसको लागि ट्रिटमेन्ट भनेको चाहिँ अब सर्जिकल ट्रिटमेन्टै हो। सर्जरीमा पनि अब स्युडो गाइनेकोमास्टिया छ भने चाहिँ तपाईँको यो एरियाको बोसोलाई चाहिँ हामीले भेजर लाइपोसक्सन भन्ने प्रविधिबाट बोसो निकाल्छौँ। त्यसको लागि चाहिँ धेरै ठुलो चिरफार गर्नु पर्दैन। एउटा मसिनो प्वाल बनाएर त्यसबाट एउटा सानो प्रोब छिराएर भित्रको फ्याट मेल्ट गर्ने र त्यो मेल्ट भएको फ्याटलाई चाहिँ निकालेर फालिदिने। र अर्को अब प्रपर ट्रु गाइनेकोमास्टियामा चाहिँ तपाईँको यो एरियोला, यो चेस्टको यो सेतो भाग र यो गोलो कालो भागको बिचमा चाहिँ एउटा काटेर त्यसबाट चाहिँ भित्रको ग्ल्यान्डलाई चाहिँ निकालेर सिलाउनुपर्छ। अब धेरै मानिसमा चाहिँ यो दुइटैको कम्बिनेसन हुन्छ। यो कुन प्रकारको गाइनेकोमास्टिया हो र यसको लागि कुन ट्रिटमेन्ट, कुन चाहिँ प्रकारको सर्जरी गर्नुपर्छ भनेर बुझ्नको लागि चाहिँ एकचोटि आएर देखाउनै पर्छ है। यदि तपाईँहरूलाई पनि यो गाइनेकोमास्टियाको समस्या छ र यसको उपचार खोजिराख्नु भएको छ भने हामी कहाँ यो सेवा उपलब्ध छ, भिजिट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।